हेलो साथीहरू, के गर्दै हुनुहुन्छ त? पक्कै पनि तपाईँहरू यस रिभ्यू हेर्दै हुनुहुन्छ, मलाई थाहा छ। सो आज म नेपाली चलचित्र गोबर गणेश कस्तो छ त, धेरै राम्रो ठिक्कको वा कवाड भन्ने टपिक्समा थोरै पनि होइन, ठिक्कको पनि होइन, धेरै कुराहरू तपाईँलाई सुनाई यस रिभ्यूलाई दिमागमा घुसाउन गइरहेको छु। रिभ्यू हेरेर आनन्द लिनुहोला। सुरु गरौँ। यस चलचित्र एक सामाजिक चलचित्र विधामा पर्छ। यो चलचित्रमा हामीले कमेडीका सहारा बल्छी अर्थात् मणिजमान श्रेष्ठ, वर्षा शिवाकोटी, पूजन घिमिरे र पदम तामाङ जस्ता कलाकारहरू पाउन सक्छौँ, जसमा सबैको एक्टिङ नम्बर वानमा पर्छ। सबैले राम्रो काम गरिरहेका छन्। तपाईँहरूले यस मुभीबाट हाँस्न पाउनुहुन्छ, रुन पाउनुहुन्छ र वाउ भन्न पाउनुहुन्छ। तपाईँहरूले फ्यामिलीसँग मुभी हेर्नुभयो भने त झन् तपाईँहरू आफूलाई मनोरञ्जनमाथि मनोरञ्जन दिनुहुन्छ, फ्यामिलीलाई मनोरञ्जन दिन पाउनुहुन्छ। कुरा त त्यही हो। बल्छी एक टेलिसिरियलका निर्माता थिए। उनले हल्का रमाइलो जुठेबाट करोडौँ मानिसका दिलहरू जितिसकेका थिए। त्यस्तै यस मुभीको ट्रेलर हेरेर कोही कतैलाई यो त सिरियल जस्तो छ पनि लागेको थियो होला, तर यस मुभीले तपाईँहरूलाई सिरियल होइन, यो त पूर्णबहादुरको सारङ्गी 1 होइन, पूर्णबहादुरको सारङ्गी 1 को पनि 1 अर्थात् 1 को अगाडि 0 थप्दाखेरि 01 को मतलब 1 नै हो भनेर पत्ता लगाउन सक्नुहुन्छ। तपाईँहरू म त अभागी छु, म त केही गर्न सक्दिनँ, म किन जन्मेँ भन्ने लाग्छ भने पक्कै पनि यस मुभी हेर्नुहोला। तपाईँहरूलाई थाहा हुन्छ कि तपाईँहरू कति भाग्यमानी हुनुहुन्छ, तपाईँहरू कति सक्सेसफुल हुनुहुन्छ, तपाईँहरू कति सक्सेस हुन बाँकी हुनुहुन्छ भनेर। कुरा त त्यही हो। अब यस फिल्म हेर्दाखेरि मलाई बोर भन्ने यति पनि लाग्दैन। मलाई अझ लाग्छ कि बल्छी धुर्बे छेउमै भएको भए त गालामा तानेरै चुम्मा दिउँ जस्तो। सो यस फिल्मलाई म एक्टिङ वाइज, प्रेजेन्टेसन वाइज र इमोसन वाइज 5 स्टारमा दिनुपर्दा म 4 स्टार दिन्छु। तपाईँहरूलाई पक्कै पनि एउटा कुरा लाग्यो होला, यो मुलाले यत्रो तारिफ त गरौँ तर 1 स्टार कहाँ घटाइदियो। मलाई थाहा छ तपाईँले सोच्नुभयो होला, तर म यसको जवाब यही भिडियो मार्फत दिन्छु। 1 स्टार ती मानिसहरूको लागि जसले फिल्ममा एक्टिङवाला एक्टर होइन, स्टार खोज्छन्, जसले एक्टिङ गर्न जान्दैनन्, जसले प्रेजेन्टेसनवाला राम्रो फिल्म होइन, टिसुवाला फाइट खोज्छन्, तिनीहरूको लागि, तिनीहरूले मन पराउने फिल्मको लागि 1 स्टार दान दिन चाहन्छु। धन्यवाद। बाई बाई, टाटा, ह्याभ अ गुड डे, बाई बाई।